खोटाङमा हेलिकप्टरको दुर्घटना। गल्ती कसको? गल्ती सबिन थापा पाइलटको हो या मौसमको? किन हुन्छ नेपालमा हेलिकप्टर दुर्घटना यति धेरै? दर्शकबिन भर्खरै भएको छ खोटाङमा हेलिकप्टर दुर्घटना भएको स्थानमा धेरै क्षति नभएको भनेर हाम्रा पत्रकार मित्र ओस्कार पोखरेलले बताउनु भएको छ। हेलिकप्टरको चालक सबिन थापा थिए भने त्यहाँ केही व्यक्तिहरू थिए, तर त्यस्तो कुनै पनि क्षति नभएको र एकजना घाइते हुनुभएको भनेर जानकारी पाएका छौँ। हेलिकप्टर काठमाडौँबाट खोटाङ आमाको काजक्रियाको लागि लिएर गएको भनेर हामीले जानकारी पाएका छौँ। आउनुहोस् हेर्नुहोस् यो भिडियो ओस्कार पोखरेलको आवाजमा। एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा परेको छ। प्रमुख जिल्ला अधिकारी रेखा काँडेलले आज हेलिकप्टर दुर्घटना परेको जानकारी दिनुभयो। हेलिकप्टर दुर्घटना भएको छ, मानवीय क्षति भएको छैन उहाँले भन्नुभयो। दुर्घटनाको विवरण: स्थान खोटाङको केपी लाल सङ्गडी गाउँपालिका 2 बालुवासीमा। समय मंगलबार दिउँसो 12:02 कल साइन एयर डाइनामेस्टी 9N ASQ हेलिकप्टर। कारण अवतरणका क्रममा हावाको वेगले अनियन्त्रित भई भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाइएको छ। र घाइतेको अवस्था: हेलिकप्टरमा पाइलट सबिन थापा र अन्य 5 जना यात्रु सवारी थिए। दुर्घटनामा स्थानीय 50 वर्षीय काजी बहादुर राई घाइते भएका छन्। घाइते राईलाई एयर डाइनामेस्टीकै अर्को हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ। पाइलट थापा लगायत अन्य यात्रुहरूको अवस्था सामान्य रहेको छ। थप जानकारी: यो हेलिकप्टर काठमाडौँबाट एक परिवारका 5 सदस्य लिएर आमाको काजक्रियाका लागि खोटाङ पुगेको थियो। दुर्घटनाको समयमा हेलिकप्टर पल्टिएको भए पनि ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ भन्ने जानकारी पाएका छौँ। यसरी नै विगतमा पनि हेलिकप्टर दुर्घटना भएका थिए। नेपालमा तीव्र हावा चल्ने भएको कारणले हेलिकप्टरहरू दुर्घटना भएको भनेर नेपाल वायु सेवाको अध्यक्षले भन्नुहुन्छ। अहिलेको यो घटनामा भने त्यस्तो धेरै कुनै क्षति नभएको विगतको जस्तो भनेर बताउनु भएको छ। दर्शकबिन हामी विविध समाचारहरू लिएर आउने गर्दछौँ। यदि तपाईँले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने अहिले नै सब्सक्राइब गर्नुहोला। त्यसै गरी तपाईँले इन्स्टाग्राम, फेसबुक र टिकटकमा हेरिरहनु भएको छ भने पनि तपाईँले हामीलाई फलो गरेर साथ दिनुहोला। यदि तपाईँ युट्युबबाट हेरिरहनु भएको छ भने युट्युबमा पनि सब्सक्राइब गरेर साथ दिनुहोला। आज तपाईँको माझबाट म बिदा हुन चाहन्छु।